तपाईँको नयाँ वर्षको धेरै धेरै शुभकामना छ। न्यायको अन्तिम बाटो। कस्तो लाग्यो? रमाइलो लाग्यो? आवाजै आएन। कस्तो लाग्यो? धेरै खुसी लाग्यो तपाईँहरू यसरी आउनु भएको छ। लभ यु टु सबैलाई र फेरि पनि नयाँ वर्षको धेरै धेरै शुभकामना छ। र यो सिनेमा हेरेर तपाईँहरूले असाध्यै माया गरिदिनु भएको छ, त्यसको लागि चाहिँ हामी रामनाम सत्यको टिमबाट तपाईँहरूलाई दिनै धन्यवाद दिन चाहन्छु। र मसँग हुनुहुन्छ हाम्रो सिनेमाका निर्देशक माइकल चन्द, त्यसै गरी कलाकार सुभेश्वर भट्ट, अर्की नायिका हाम्रो खुसी कार्की, त्यसै गरेर सुधीर भाइ। अब नायिकालाई दियो है माइक। सबैजनालाई सर्वप्रथम त नयाँ वर्षको धेरै धेरै शुभकामना हजुरहरू सबैजनालाई। हजुर आफ्नो समय निकालेर होइन राम्रो हाम्रो मुभी हेर्न आउनु भएको छ तपाईँहरू, त्यसको लागि हृदयदेखि धन्यवाद। यति धेरै माया सधैँ रहिरहोस्। हजुरहरूले मुभी हेरिसक्नुभयो, आफ्नो साथीभाइ सबैजनालाई गएर चाहिँ मुभी कस्तो छ भनेर सुनाउनु होला, हेर्न जाँदा एकचोटि पहल गर्नु होला। तपाईँहरूको माया सधैँ रहिरहोस्। भागले बाटेकोले बोलिसक्नुभयो। अब चाहिँ हामी हुम्लाको लिलीलाई माइक दिन्छौँ। सबैलाई नमस्ते, ह्याप्पी न्यु इयर। थ्याङ्क यू सो मच सबैजना आइदिनु भयो होइन। सुभाष दादाले पनि भन्नुभयो, सरले पनि भन्नुभयो, सबैलाई लभ यू। नमस्ते सबैजनालाई, ह्याप्पी न्यु इयर पनि। सायद तपाईँको नयाँ वर्षको सुरुवात निकै राम्रो फिल्मले भयो जस्तो लाग्छ। तपाईँको यो जोस देखेर चाहिँ होइन, तपाईँले हाम्रो यो फिल्मलाई अति नै माया गरिदिनु भएको छ। र हाम्रो दाइले भने जस्तै सबै सामने पुऱ्याइदिनु होला होइन, के कस्तो लाग्छ आफ्नो रिभ्यू च्यानल दिनु होला। थ्याङ्क यू। ओके, लास्टमा एकचोटि म रामनाम भन्छु, तपाईँ सत्य भन्नुहोस् भने हामी फोटो खिच्ने है त। थ्याङ्क यू भेरी मच, ह्याप्पी न्यु इयर। कसलाई चाहिएको हामी उसको टुको तयारीमै छौँ होइन। टु बन्ने गरेर नि सिनेमाको हामीले एन्ड गरेको छौँ। र तपाईँहरूको माया साथ भइराख्यो भने त्यो पनि आउँछ, त्यो अब त्यसको काम भइरहेछ। रामनाम सबको टुर पनि आउँछ है। हस्, थ्याङ्क यू लभ यू बाइ। वन्स अगेन ह्याप्पी न्यु इयर है। हस्, थ्याङ्क यू।